हेलो गुड आफ्टरनुन नमस्ते। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। तपाईलाई मेरो फेरि एउटा न्यू ब्लगमा स्वागत छ। अनि यता चाहिँ यो चाहिँ हो मेरो साथीको घर। अनि आज चाहिँ मेरो साथीको भाइ इन्डियन नेभीको ट्रेनिङ कम्प्लिट गरेर घर आउँदैछ। अनि त्यही खुसीमा मेरो साथीले चाहिँ यता पनिर आलुको सब्जी अनि यता गाजरको हलवा बनाउँदैछ। त्यो साथी बहुत खुसी छ, उसको भाइ 6 महिनापछि घर आउँदैछ भनेर। अनि यता म चाहिँ साथीसँग हामीले यता मस्ती गर्दै भिडियो बनाउँदै बसिरहेको छ। अनि मेरो ब्लगलाई अन्तिमसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि यता चाहिँ मेरो साथी फेरि यता सब्जी अनि हलवा बनाएर यता चाहिँ आटा मुस्नतिर लाई नगर भए पनि मैले गर्दै त गाना सुनेर मेरो छोरा पनि पुरा एकदम रमाइलो गरेछ। त्यहाँबाट आउने बेला भयो भनेर यता चाहिँ मैले केक मिठाईहरू रेडी गर्नतिर लागेँ। अनि यता चाहिँ हाम्रो केक मिठाई अनि यता उसलाई टिको सिको लगाइदिनको लागि यता थाल पनि रेडी गरिसकेको छ। अनि यता हाम्रो टाइम पनि आइसक्यो भाइ आउने। अनि यता हाम्रो भाइ पनि आयो, उसलाई चाहिँ केही थाहा थिएन, चाहिँ हामीले सरप्राइज दिएको। अनि ऊ आएर त अनि यता साथीले टिकोहरू पार्टी त्यो गरेर यता टिकोहरू लगाइदिँदैछ। अब कति खुसी लाग्छ नि, अब आफ्नै सबभन्दा सानो भाइ अब यति ठुलो पोस्टमा आएपछि खुसी नै अर्को हुने रहेछ। अनि त्यसपछि अनि यता सबैको आँखामा खुसीको आँसु आएर त केही छैन। अनि त्यहाँपछि सबै यता गरेर यता भाइलाई बसाइदिएर केही थाहा थिएन, पुरा सरप्राइज सकी भयो कि यस्तो पनि गर्छन् भनेर सोचेको पनि थिएन होला उसले। अनि त्यसपछि उसलाई चाहिँ केक काट्नतिर लगायो। अनि उसले यता केकहरू काटेर अनि आफ्नो मम्मीहरूलाई पहिला यता खिलाएर दादाहरूलाई खिलाएर ऊ पनि पुरा एकदम आँखामा आँसु सबैको। अब सबै खुसी, अब सबभन्दा कान्छो छोरो घरको। अब यति कहिले पनि आमा बाबाबाट दूर थिएन, फर्स्ट टाइम यति दूर गएर यति महिनापछि आएछ। अनि सबैको खुसी नै अर्को थियो। यता मिठाई सिठाई खिलाएँ अनि रमाइलो गर्नु पर्यो भनेर सबै केक लिएर भाइको गालातिर लगाइदियो। अनि सबै यति भइसकेर हामी चाहिँ सबै सँगै बसेर खाना खानातिर लाग्यौँ। अनि सबैजनाले कमेन्टमा कङ्ग्रेचुलेसन्स भनेर लेखिदिनु होला। अनि यहाँ चाहिँ म पनि यता खानातिर लागेँ। अनि यता उनीहरूसँग बात गर्दै अनि यता म चाहिँ खाना खाँदैछु। खाना चाहिँ बहुत मिठो बनाएको चाहिँ आफ्नो साथी भए पनि भनिदिनु पऱ्यो। कहिले पनि काम गरेर पनि एकदम एक सुरमा गर्छ, नगरे पनि केही पनि गर्दैन, बहुत सुस्ती चाहिँ। यता चाहिँ म पनि तँलाई के दिन्छु भिडियो गर भन्दै एकदम म चाहिँ यता भिडियो गर्नतिर लागेँ। अनि उसले चाहिँ मलाई खाना खा गर्दै भइसकेर अनि एकछिन रमाइलो गर्ने भनेर यो चाहिँ मेरो साथीको नन्द हो। अनि यता हामी चाहिँ डान्स गर्नतिर लागेका छौँ। डान्स नगरिकन रमाइलो नै हुन्न नि। साथीको नन्द पनि पुरा फुर्ती अनि हिँड्नु न नाचौँ भनेर अनि हामी चाहिँ नाच्नुतिर लाग्यौँ। हुन्छ त टाटा बाई बाई, आजको लागि यति नै।